गुड मर्निङ गाइज। अब चाहिँ हामी आज काठमाडौँ जान लागिरहेछौँ होइन। गाडी पनि टक्क आइसकेको छ। अब सामान हाल्न गइरहेछौँ हामी चाहिँ यहाँनिर। राम्रोसँग जा शुभयात्रा। हुन्छ दाइ, धन्यवाद। अब काठमाडौँमै भेटौँला। हुन्छ दाइ। यहीँ हाम्रो यहाँ समात्छ। राइडर चाहिँ राइडर भन्नु हुँदैन, ड्राइभर भन्यो भने त फेरि रिसान हुन्छ कि, त्यो राइडर भनेको। र गाडी कुदाउनु चाहिँ यता हो, यहाँ सामानी लोड हुँदैछ। र यात्रा चाहिँ अब यहाँबाट सुरु भयो होइन। गिरिश दाइ, 1-2 हप्ताभन्दा तल हामी काठमाडौँ जाँदैछौँ। किन जाँदैछौँ भन्नु त? म त मेरो कामले जाँदै हो, अनि अर्को एउटा कन्फरेन्स पनि हुँदैछ नेवास्टा हो। नेवास्टाको कन्फरेन्स कति गतेबाट कति गतेसम्म? 25 र 26 गते हो भनेको। भोलि र पर्सि 25 र 26 होला नि। 25-26 हो दाइ। अभिषेक दाइ, यहाँ अभिषेक दाइ पनि भोलि र हुनुहुन्छ पर्सि हाम्रो। हो। अब गतेसम्म भन्दा पनि हजुर। मैले म्यामलाई पिकअप गर्नुपर्ने अरे, म फोन गरिहालेँ। हामी यहाँ बबिता म्यामलाई नि पिकअप गर्दै गर्दै जानेछौँ। तपाईँको पनि प्रेजेन्टेसन छैन त दाइ आइएसओ ट्रेनिङको बारेमा? छ होला। ट्रेनिङ भन्दा पनि सर्टिफिकेसन के हो, किन महत्त्व छ, कस्तो छ सर्टिफिकेसन प्र्याक्टिस नेपालमा, च्यालेन्जेस के छ, अपर्च्युनिटी के छ भन्ने। हेलो हजुर म्याम, नमस्ते, गुड मर्निङ। कता हुनुहुन्छ म्याम? ए त्यही त, म्यामलाई लिएर आउनु भन्दै हुन्थ्यो नवीन सरले। नवीन गौतम। अनि हजुर काठमाडौँ जाने हुने होइन र? ए कहाँ लिन आउनु त म्याम हजुरलाई? उहाँ दाइ चाहिँ हाम्रो G30 नेपालको दाइ। तपाईँ के पो हो त्यहाँको? म लिड एडिटर हुन्छ होइन। टक्क यो G30 नेपालको बारेमा पनि भनिदिनु नि त दाइ, के हो, कस्तो संस्था हो होइन, पब्लिकलाई यस्तो थाहा हुने तरिकाले। एकदमै लेमेन भाषामा भन्नुपर्दाखेरि G30 नेपाल भनेको नेपालमा जति पनि कम्पनी छ त्यसले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चाहिँ म्यानेजमेन्ट सिस्टम पुरा गरेको छ कि छैन भनेर हेरेर सर्टिफिकेट दिने कम्पनी हो। त्यस्तो कम्पनीलाई आइएसओ सर्टिफिकेसन बडी भन्छ। हाम्रो कम्पनी चाहिँ कोरियाको G30 भन्ने कम्पनीको चाहिँ फ्रेन्चाइज हो होइन। अनि कोरियाको G30लाई चाहिँ युएसको आइएएस एक्रिडेसन भन्ने संस्थाले चाहिँ समन्वय प्रदान गरेको छ। र त्यही अनुसार चाहिँ हाम्रो 6 वर्ष भयो चलेको। नेपालमा करिब 100 कम्पनीलाई हामीले सर्टिफाई गरिसकेका छौँ। अब ट्रेनिङको पाटोमा पनि अब त्यही अनुसार हामीले लगभग 100 ब्याच धेरै मुनि गयौँ दाइ। अघि भन्नुपर्छ। यसले चाहिँ कस्तो कस्तो संस्थाहरूलाई चाहिँ अब अडिट गर्छ? आइएसओको चाहिँ धेरैवटा स्ट्यान्डर्ड छ। हामीले नर्मल्ली सुने अनुसार आइएसओ 9001, 22000, 14001 जस्ता 26,000 भन्दा पनि बढी स्ट्यान्डर्ड छन्। तर त्यो मध्ये चाहिँ म 4वटा स्ट्यान्डर्डको अडिटर हो। कता सिधै हो? हजुर, उकालो। अनि 4वटा स्ट्यान्डर्डमा चाहिँ 9001 त्यो चाहिँ क्वालिटी म्यानेजमेन्ट सिस्टम, 14001 भनेको इन्भाइरोमेन्ट म्यानेजमेन्ट सिस्टम, 22,000 भनेको फुड सेफ्टी म्यानेजमेन्ट सिस्टम, अनि 45,001 भनेको अकुपेसनल हेल्थ एन्ड सेफ्टी भन्छ। त्यसको 4वटाको अडिटर हो। तर नेपालमा चाहिँ 4वटा स्ट्यान्डर्ड त्यति पपुलर छैन। नेपालमा भनेको धेरै जस्तो चलेको 9001 र 22,000 हो। 9001 चाहिँ सबै कम्पनीको लागि एकदम जेनरल स्ट्यान्डर्ड भयो होइन, जसले पनि लिन मिल्ने, सर्भिस इन्डस्ट्री, म्यानुफ्याक्चरिङ इन्डस्ट्री। तर 22,000 भनेको चाहिँ म आफै फुड टेक्नोलोजिस्ट भएको भएर फुड सेफ्टीको अन्तर्गत पर्ने स्ट्यान्डर्डमा चाहिँ लगभग हामीले 70% चाहिँ लगभग फुड सेफ्टी म्यानेजमेन्ट सिस्टमबाटै सर्टिफाई गरेका छौँ हाम्रो क्लाइन्टहरूलाई। यो चाहिँ किन गर्नुपर्छ, के इम्पोर्टेन्ट चाहिँ के हो दाइ? किन चाहिँ इन्डस्ट्रीहरूले चाहिँ यो अब देख्दाखेरि चाहिँ यसलाई मार्केटिङ टुल भनेर देख्छ धेरै जसो इन्डस्ट्रीले। किनभने इन्डस्ट्रीमा बाहिरको प्र्याक्टिस त्यो अनुसारको, फुड सेफ्टीलाई त्यो अनुसारको भ्याल्यु दिने भन्दा पनि आइएसओ सर्टिफाइड छ भनिसकेपछि कस्टमरलाई एउटा विश्वास हुन्छ भन्ने हिसाबले चाहिँ लिन्छन्। तर त्यो भन्दा पनि अब सर्टिफिकेसन लिइसकेपछि हरेक वर्ष अडिट गर्नै पर्छ होइन। यहाँबाट हरेक वर्ष इन्टरनल अडिट हुन्छ, थर्ड पार्टी अडिट हुन्छ। अनि जतिचोटि अडिट गरिन्छ हाम्रो आफ्नो कम्पनीको स्ट्याटस थाहा हुन्छ। अनि हरेकचोटि अडिट गर्दाखेरि फाइन्डिङ्स केही न केही थाहा हुन्छ आफ्नो
कहाँनिर कमी कमजोरी रहेछ अनि त्यो कमी कमजोरीमा हामी काम गर्छौँ त्यो भइसकेपछि चाहिँ सर्टिफिकेसनको फाइदा त्यसरी आउने हो खासमा। कहाँबाट घुमाउनु त यहीँबाट घुमाउनु अझै म्याम आइसक्नु भएको छ। Hello, we are moving to Kathmandu. म त नेपाल टुर गरिसकेँ। पोखरा, घान्द्रुक, चितवन, हेटौडा, चपुर, जनकपुर अनि बिर्तामोड, इलाम फर्किनु लाग्यो। भन्नु त ल काठमाडौँ अब 4000 तेल हालेर टक्क जाँदैछौँ। पेट्रोल कसरी छ अहिले 215 रुपियाँ देखाइरहेछ। 215 रुपियाँ देखाइरहेछ पेट्रोल। हामीले यहाँ 4000 हालेर चाहिँ अब जान आँटेका छौँ। पहाडको बाटोमा अलिक कम हुन्छ। वाला मात्रै थियो त्यही भएर बाहिरै खाना खाएको। श्रेष्ठ तन्दुरी एन्ड गेस्ट हाउस थकाली भान्साघरमा आएको छौँ। गाडी यहाँ राख्दै हुन्छ चाहिँ यहाँ गाडी पार्किङ गर्दै हुन्छ ड्राइभर दाजु अरे हो। ल त यहाँ आएको छौँ। होटलबाट चाहिँ यस्तो दामी भ्यू हेर्दै खाना खान सकिने रहेछ। यहाँबाट भ्यू हेर्दै खाना खानालाई यहाँ मजा आउने रहेछ। यस्तो भात आउँदो रहेछ गाइज होइन। यतापट्टि ढिँडो पनि मगाएको छौँ, ढिँडो पनि आउँदैछ। त्यो आएको रहेछ होइन। टक्क मिठै छ होला जस्तो लाग्यो ढिँडो पनि र भात पनि यस्तो राम्रै छ। यहाँ पनि गाइज आएर काठमाडौँ जाँदाखेरि बाटोमा यहाँ आएर खान सक्नुहुनेछ। कस्तो छ दाइ? मैले यत्रो केही गरेँ, म आरामले आफ्नो नर्म्समा कुदाइरहेको छु। हेभी ड्राइभर जुम आउटै भएन नि त एकछिन हुँदैन त चल्दैन त यता 0.5 हुँदैन भिडियोमा। म रोडै हेर्दैछु हो। ए यो भगवान, त जुम आउट नहुँदो रहेछ त भिडियोमा त। अनि म चाहिँ डरले यहाँ सिट बेल्ट बसिरहेको छु होइन। यस्तो टर्निङ बाटो छ त्यही पनि यो दाइ त हर्न पनि नहालिकन कुदाइरहेको छ। यता सरले बाटो हेर्नु सर बाटो हेर्ने हर्नको साटो काममा सर हेभी ड्राइभर हो, उसले राइट हेरेको छ, मैले लेफ्ट हेरेको छ। म झर्छु भन्छु, उसले लैजान्छ कि ठिक छ दामी। केही भन्नु छ कि लप्पी सब पनि म त धेरै बानी परिसकेको छु। त्यही भएर त्यस्तो खासै खासै त होइन, अलिअलि बिचमा हल्का मुटु चाहिँ घरिघरि बाहिर निक्लिँदैछ। निक्लिनु चाहिँ त्यही पनि निक्लिँदैछ। म केही समस्या भइहाल्यो भने खुट्टा यसरी झारेर बस्छु। मसँग त एयरब्याग पनि छ होइन। एयरब्यागले सपोर्ट मेरो भन्नु त्यति नै छ। होइन हुन्छ कि अगाडि बस्दाखेरि खुट्टा झारेर बस्नु भने एयरब्याग खोल्दाखेरि सेफ हुन्छ क्या। यसरी यसरी बस्नु चाहिँ हुँदैन। खुट्टा माथि राख्नु भने चाहिँ खुट्टा भाँचिने भन्ने समस्या हुन्छ। ल ठिक छ है त।
खोर रहेछ क्या पानीले, त्यही भएर यो ऊ छैन, पानी छैन वाइपरमा, त्यही भएर दाग देखिरहेको त्यो खै तल लिक भयो। एकदमै आफ्नो नम्समा आनन्दले गाडी कुदाइरहेको छु। यहाँ 3 जना खलासी भएको छन्, सब आतंकी 3 जना एक्सपर्ट एडभाइस दिन्छन्। यहाँ देब्रे कटा उताबाट आयो हान्दैछ ए हान्नेर आउँदैछ, जानु होइन नजानु। अनि सबको मुटुले बाहिर निक्लिने गरेर कुदाइरहनु भएको छ कि के भन्नु छ यो कुरा मजाले भन्नु छैन। अघि चाहिँ हो होइन, कलेजको गाडी अगाडि थियो, अनि त्यसपछि त्यसलाई अलिक भेट्न सकिन्छ कि भनेर अलिकति पुस गरे मात्रै हो। अहिले त आनन्द छ, किनकि ओभरटेक गर्ने ठाउँ पनि अलिक कम छ। यहाँ बाटो हेरिरहेको छु नभेटेर हो। अझै यहाँ पनि जित्नु यहाँ त बाटो कस्तो ए बाटो चाहिँ यस्तो छ है फेरि है, अन्ली 1 लेन बाटो हो। यसरी लाइन लागेर गाडीहरू अगाडि हिँडिरहेका छन्। यति भन्दै हाम्रो 2 शब्द यहीँ टुङ्गा ठाउँमा पुग्यौँ भने फेरि अर्को भेट गरौँ। सक्कु छ होइन यो दक्षिण राजधानीले के चापागाउँ पुगिन्छ यो बाटो? दक्षिणकाली अनि यो बल्खुरी निस्किने बाटो हो। टेन्सन नलिनु, जाउँ जता दाइ पुगिन्छ त्यतै जाउँ। होइन अस्ति नै नवीन खड्काको बिहेबाट सब गाडीमा आयो नि त काठमाडौँ। ए यस्तै बाटो ल्याएर लाग्दैन असल राम्रो चलाउँदो रहेछ गाडी। उसको कम्पेयरै हुँदैन। काटेर बाटो निकालेको ल तेरो रहर पुऱ्याइदिनु अहिले। जाउँ भित्तेर चाहिँ दामी देखिन्छ नि। सिसाबाट बाहिर निकालेर खिच्न अनि सिसाले राम्रो आएन क्या। फोन फ्याक्टै झर भन्यो नि खोज्नु कहाँ जानु मुनतिर उड्दैन त त्यति। थोरै माथि मात्रै खोल्नु कि क्यामेरा मात्रै देखाएर ठिक कुरा गर्नुभयो तपाईँले कि यो चाहिँ गर्दा ठिक हुने रहेछ। दक्षिणकाली मन्दिरै भनेर त्यतै बाटो बाटो अर्को बाटो तल्लो बाटोबाट त मन्दिरकै बाटो घुमिन्छ नि त। त्यो बाटो छोडिन्छ। थाहा पाइकन होला भनेर यो बाटो छिटो पुगिन्छ भनेर हिँड्दैछौँ। यो बाटो कहाँ दक्षिणकाली पुग्दैन भने चाहिँ कहाँ पुग्छ कि थाहै छैन। तलतिर मन्दिरै छोडिन्छ कि मासतिर छोडिन्छ कि बाटो त्यही पर्छ। मन्दिरै चाहिँ नभेटिएला। कोही त बस त हाम्रो गाडी त कहाँ छ पछाडि धेरै पछाडि छ जस्तो छ अहिलेसम्म त हाम्रै घरहरू यस्तो उयोहरू पहिरो जाने ठाउँ हो यो। पुरा ठाउँ न हामी चाहिँ यो यस्तो छ त्यो पहिरो लड्ने ठाउँमा आइपुग्यो। पछि अनि यो रहने राम्रो हुन्छ नि के भन्नु यसमा लु भन्नु त अब। हाम्रो गाडी हरायो। अगाडि यहाँ फसेला जस्तो छ। यस्तो बिजोग्यो पहिरो भर्खर लडेर हिलो हिलो भयो जस्तो छ। यता ढुङ्गा यत्रो निकालेर साइड लागेको रहेछ। के रहेछ भने नि मकवानपुर होइन मकवानपुर जिल्ला हो के? मकवानपुर जिल्ला यो जू खाली भयो। जिल्ला यो अब यो बाटो यहाँ हेर यत्रो छ माथि भिर
गाउँका मास्तिरपट्टि बाटो त उयो पनि पो रहेछ माथि त बाख्रा चोर गाडीमा हालौँ न भरेलाई सितम बाख्रा पनि जाँदैछ काठमाडौँ रोक भन्दैछ त यस्तोमा कसरी रोक्नु हौ रोग भनेको छैन हौ रोग भनेको ओइ छैन छैन तपाईँलाई भनेको होइन त्यो गाडीलाई भनेको क्या आफैलाई झर्नुपर्छ होला लिनुपर्छ झरौँ अलिकति ओह्रालो पछाडि झारेर ल गाइस अब हामी चाहिँ झर्दैछौँ हाम्रो कलेजको गाडी चाहिँ पास भयो होइन अब हाम्रो चाहिँ के हुने होला थाहा छैन हाम्रो गाडी चाहिँ यस्तो अवस्थामा ल सर केही भन्नु छ 2 शब्द त्यो त अघि त्यो नरोकिकन सार्नु पर्छ या हेभी ड्राइभर चाहिँ हो के हो त एकदम ह्यापी हो। पनि यो नेक्स्ट लेभल हो यी कट्यो ल फाइनल्ली गाइज अरू गाडी पनि ल त्यस्तै अर्को गाडीको हालत पनि यस्तो छ यो गाडी कट्यो छ सबै बाटो ल्याउनु पर्यो जियोस् मुनतिर चाहिँ यस्तो भिड छ गाइज अम्माको चिप्लो यस्तै हामी हिँड्दैछौँ आमा यस्तो त्यसको जवाब छैन दक्षिण खाली कटेर फर्किङ जाने यताबाट जाँदाखेरि दक्षिण काली पछि फर्किङ आउने हो र ठ्याक्कै देख्यो हामीले पनि यहाँबाट आँखा लाउँदैछौँ काठमाडौँलाई पृथ्वीनारायण शाहले चाहिँ यहाँबाट हेरेको होइन त काठमाडौँ हिमाल देखिरहेछ यहाँ यो त कहाँबाट पनि देखिन्छ नि यो गुम्बा सही हो हामी फेरि यो हिमाल हेर्नु आउँदा यति बेला मैले वेदर ठिक थिएन वेदर ठिक थिएन वेदर फेरि त्यहाँको जस्तो भयो नि त भाकानी भयो केही नै यही पहाडमा पहाड गए जस्तो मात्रै हुँदो रहेछ नि त यो त किर्तिपुरबाट देखिने गुम्बा थियो के हो यो गुम्बा देखिन्छ नि उताबाट देखिँदैन किर्तिपुरको अर्कै गुम्बा हो। यो गुम्बा क्या यो गुम्बा कहाँबाट बिहारीहरूको लागि त यो त स्वर्ग जस्तो फिल हुन्छ कि उनीहरूले त पहाड पनि देख्दैन चिसो पनि देख्दैन नि त्यो बाटो यसले फर्स्ट टाइम देख्यो त्यसैको खुसी छ यो। सोच्नु न सर मैले हिँडाएको बाटो अप्ठ्यारो हुन सक्ला तर असम्भव भन्ने हुँदैन क्या सर गन्तव्यमा पुग्नको लागि पृथ्वीनारायण शाह नि यही बाटो हिँडेर गएको थियो होला नै भारत युद्ध लड्नलाई त्यति बेला बिच भएको थिएन होला अहिले चाहिँ पिच- हिँडेर त होइन घोडामा त होला 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 होइन राजाहरू त घोडामा अन्त त भाग्दै भाग्दै आएको हो नि त लाग्छ लडाइँबाट हारेर अहिले लडाइँबाट हारेर होइन, सबै ठाउँमा जित्यो त्यो जित्यो
जितेर अनि काठमाडौँ उपत्यका कब्जा गर्नु काठमाडौँ त कतिचोटि यो हिमाल कब्जा नजितेको गर्न चाहिँ पछि आएको हो सुरुमा चाहिँ उसको ठाउँमा अब त्यो गोर्खा कथा हो नि त अनि त्यहाँबाट चाहिँ सुरुमा उसलाई खेदायो अरे अनि भाग्दै भाग्दै चाहिँ यहाँ आइपुग्यो अनि ठिकै छ पछि चाहिँ यो ठाउँलाई कब्जा गर्छु भनेर उसले त्यति बेलादेखिको मनमा डिटर्मिनेसन गएको भन्ने पढेको थिएँ मैले चाहिँ अब तर उसै भिजनरी लिडर हो है त्यति बेला त्यहीको भिजन बोकेर अनि पछि काठमाडौँ जित्नलाई वरिपरि जित्दै जित्दै काठमाडौँ अन्तिममा राजा महेन्द्र राजा पृथ्वीनारायण शाह पर्फेक्ट भिजनरी लिडर हो नपाएको अहिले त्यहाँ डाँडा काँडामा नि भाग्दै घेर आए जस्तो राजा हारेपछि त्यति बेला लुक्दै लुक्दै खोज्दै खोज्दै कहाँ कुन गुम्बा हो यो चाहिँ